के तपाईले शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ भर्नुभयो त? यदि भर्नुभएको छैन भने फागुन 26 गतेसम्म यस आईपीओमा आवेदन दिन सकिन्छ। कम्पनीले 18,42,600 किता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले आईपीओबाट उठेको रकम बागलुङ जिल्लामा निर्माण हुने 2वटा जलविद्युत परियोजना विकासमा प्रयोग गर्नेछ। एउटा 4.96 मेगावाटको भीमखोला जलविद्युत आयोजना र अर्को 6.05 मेगावाटको लोअर भीमखोला जलविद्युत आयोजना हो। यस आईपीओको इस्यु म्यानेजर ग्लोबल आईएमई क्यापिटल रहेको छ। कम्पनीको ईपीएस हाल -3.69 रुपैयाँ रहेको छ र नेटवर्थ प्रति शेयर करिब 102.86 रुपैयाँ रहेको छ। साथै यस कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले BB रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यो आईपीओमा तपाईले प्रति किता 100 रुपैयाँका दरले आवेदन दिन सक्नुहुन्छ।